दिदीलाई 500 रुपियाँ मागेर करेन्ट चाउचाउ ल्याइयो। अनि के लिए त मैले दोकानबाट। हेलो गाइस, वेलकम ब्याक टु माई फर्स्ट मिनी ब्लग। मेरो मिनी ब्लगलाई सबैले मन पराइदिनु होला। मम्मीलाई सबैभन्दा पहिला त मम्मीलाई 100 रुपियाँ माग्न गएँ, हुन दिँदैन भन्नुभयो। अनि त्यस पछाडि दिदीलाई सोधेँ भनेको त ठ्याक्कै 500 रुपियाँ निकालेर आएँ मोबाइलबाट चाहिँ टक्क। त्यस पछाडि म चाहिँ जानतिर लागेँ। अनि त्यस पछाडि बाटोतिर हिँडिहालेँ रौडिएँ म त। गाइजहरू सामान ल्याएर टक्क चिलमा हान्ने भनेर दौडेर हल्का उत्सुकता बोकेर हिँडेँ। यता रान्ने ठाउँमा आइपुग्यो। अनि छ्याप गर्दै दोकान आइपुग्यो। दोकानबाट सामान किनेर हामी चाहिँ घरतर्फ फर्कियौँ। बाटोमा छिटो आइयो गाइजहरू। अनि गर्दै हामी घर पनि आइपुग्यो। घर आइपुगिसकेपछि मम्मीले चाहिँ यहाँ कम्मल व्यवस्था गर्दै हुनुहुँदो रहेछ। त्यस पछाडि दालमोर निकालियो। सामानहरू धेरैले थियो नि त, मैले दालमोर सालमोर दुईवटा बाँडेर खाइयो। मम्मीले चाहिँ भात बुझो बबालले हाल्नु भइरहेछ गाइजहरू। अनि त्यस पछाडि धारोमा आइयो। अनि छाङ्रा टक्क बबाल तरिकाले धोयो। त्यस पछाडि मैले चाहिँ छाङ्गा उमा राखेँ। तर चाउचाउ 3वटा, दालमोर 2वटा, मिठाई नि एउटा, अनि चुइकम यसो हानियो कि गाइजहरू टक्क। यति हो है गाइजहरू, मैले लिएको चाहिँ धेरै ल्याएन। अर्को शुक्रबार चाहिँ ल्याउने विचार छ। यसले शनिबारमा चाहिँ आज चिल हानेको होइन गाइजहरू। टक्क ब्लग ल्याउने विश्वास थियो कि मेरो चाहिँ, त्यही भएर गाइजहरू टक्क। यहाँ चुला ग्यास बिग्रेको रहेछ। अनि चुलामा अन्डा बोइल गऱ्यौँ। त्यस पछाडि आगो फुक्यो। पर्खिएँ कहिले पाक्छ भनेर। बल्ल अन्डा पाक्दिराखेँ गाइजहरू। त्यस पछाडि छाङ्गा हालेँ मैले। त्यस पछाडि यसो छामेको त तातो भएछ। त्यस पछाडि चाउचाउ सबैलाई एउटा गरेर हालियो। 3वटा चाउचाउ पुग्यो। 3वटा चाउचाउ पुगिसकेपछि त मैले चाहिँ एक पोस्टिरहेँ कि गाइजहरू। चाउचाउ बनाउनेमा फेरि मै थिएँ कि गाइजहरू। टक्क गोलियो हल्का तातिएन। अनि आगो फुकेँ कडा। त्यस पछाडि त गाइजहरू लास्ट पटक जलाइदिइरहने भयो। आगो बलिरहेको थियो कि। त्यस पछाडि झाङ्गा उचालेर मैले चाहिँ टक्क राखिदिएँ। त्यस पछाडि बाल्टी उपरि राखिदिएँ छान्डो। त्यस पछाडि टक्क चाउचाउ त्यही हाल्दिएँ। एउटा पानी नउम्लने गरेर गाइजहरू। त्यस पछाडि हल्का घोलेँ। अनि सुपहरू चाहिँ 3वटा थियो गाइजहरू। यति पिरो हुनेवाला छ नि गाइजहरू। त्यस पछाडि दिदीलाई घोल्न लगाएँ। त्यस पछाडि घोलेपछि अन्डा पनि बोइल भइसकेको थियो, हल्का चिसो बनाएर कलाएर। त्यस पछाडि हल्का बबाल बनाइयो गाइजहरू। हेर्दा थोरै भए पनि मिठो थियो गाइजहरू। टक्क बबाल तरिकाले सबैले खाइयो होइन। अन्डा काटेर अन्डा चाउचाउसँग अन्डा चाहिँ बब्बाल हुन्छ कि गाइजहरू। तपाईँहरूले पनि ट्राई गर्नु होला। दिदीले चाहिँ खायो, मैले पनि क्वाम खाइदिएँ गाइजहरू। मेरो पालो आयो। त्यस पछाडि बबाल रहेछ है गाइजहरू। त्यस पछाडि रेशमाले पनि बबाल तरिकाले हानिरहेको थियो। एक पोस्ट चेस हानियो गाइजहरू। टक्क खाइयो। त्यस पछाडि लाग्यो आजको ब्लग चाहिँ मेरो यति नै गाइजहरू।